पनि जान्छु भन्छन् नजाऊ यतै बस्छ भन्दा पनि आज एक दिन हो शनिबारको दिन म पनि मम्मीलाई सघाउँछु भनेर एकदम मजाले टाटिरहेको छ साथीहरू। खाऊ बेबी। हेलो साथीहरू सबैजनालाई नमस्कार। अनि तपाईँहरू सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै आरामै छु साथीहरू। अनि आजको मेरो नयाँ दिन नयाँ भिडियोमा पनि हजुरहरूलाई धेरैभन्दा धेरै स्वागत गर्न चाहन्छु साथीहरू। अनि सबैभन्दा धेरै पहिलो भन्नुपर्दा त मेरो कविता ब्लग च्यानलमा पनि हजुरहरूलाई धेरैभन्दा धेरै स्वागत गर्न चाहन्छु साथीहरू। अनि म चाहिँ मेरो बिहानको सुरुवात चाहिँ के कामबाट सुरु हुन्छ साथीहरू। अब घाँस काट्नु छ, भाँडा माझ्नु छ है साथीहरू। अनि के गर्नु के साथीहरू। अनि यसरी नै सुरुवात हुन्छ साथीहरू। यतातिर मेरो सुरुवात नै यसैबाट हुनेछ साथीहरू। हामीले चाहिँ यताबाट पानी झरेको बल्यानले थापेको छौँ होइन। पानी धेरै टाढा छ। बर्खामा चाहिँ सजिलो हुन्छ, हिउँदामा चाहिँ अलिकति नै गाह्रो हुन्छ। नानी चप्पल लगाउनु चिसो भन्छ है। अनि चाहिँ साथीहरू यो माझेपछि चाहिँ फेरि यता बारीतिर जानुपर्ने हुन्छ। यतातिर मकै नै लत्रम्बै भइसकेको छ साथीहरू। आज बिहानको मौसम भन्नुपर्दा चाहिँ यति दामी मौसम छ कि साथीहरू। आहा हाम्रो पहाडको होइन पश्चिम रोल्पा पश्चिम हाम्रो पहाडको भ्यू चाहिँ यति खतरा आएको छ कि आज बिहान चाहिँ रातभरि पानी परेर एकदमै सफा नै सफा आएको छ। यतातिर केरा पनि हाल्ने भइसकेको छ के हो। अनि मेरो घरको अवस्था चाहिँ यस्तै छ साथीहरू। म चाहिँ अब चाहिँ लाग्ने हुन्छ। म चाहिँ साथीहरू यो चाहिँ भाँडा माझ्ने के भन्छ अरे फर्सीको पार यति राम्रो हुन्छ कि साबन बारीमा लिन गएको। अब चाहिँ ढस्काउँछु। यसको बाहिरपट्टिले चाहिँ एकदम कलेज फाल्छ कि साथीहरू। साँझ धुने भन्दा चाहिँ एकदम पानी परेर होइन, पानी परेर सुत्न जाने ठाउँमा पनि एकदम गाह्रोसँग जाने थियो। अनि चाहिँ अब बिहान उठेपछि चाहिँ सुरु हुँदैछ साथीहरू। के गर्नु काम भनेको त यस्तै नै छ है त। ल नानीले के बनाउँछ के यस्तो एकदम गाह्रो छ। न भाँडा माझ्नेको सुविधा छ होइन, न केको सुविधा छ। गोटै हिँड्नुपर्छ घर घर। अन्त के भएको यो बुट्का किन कालो भएको? तिमीले यसमा के पकाएर खायौ? तिमी त यसमा भात पकाएर खायौ के हुने हो? कालो न कालो बनाएको छ नानी। यस्तै नै छ, यसरी नै चल्दैछ होइन। सबै कुरा भन्नुपर्दा ठिकठाकै छ। सानैदेखि यस्तैमा हुर्कियो, यस्तैमा बसियो। अनि केही पनि लाग्दैन होइन मलाई त। अचानक यस्तो त अरू मान्छे त कहाँ हो गाईलाई दुधमा हुँदेको जस्तो हुन्छ होला सहर बजारतिर बस्नेहरूको लागि चाहिँ। हाम्रो लागि चाहिँ यो चाहिँ केही पनि होइन साथीहरू। चुलोको अवस्था यस्तो छ। अब फेरि भाँडा माझेर चाहिँ अब फेरि नास्ता गर्नु पर्यो। अब चाहिँ म चाहिँ फेरि आलु सल्काउँछु साथीहरू। यो चाहिँ के भन्छन् र यो आम्मामा यो प्लास्टिकबाट सल्काउनु पर्छ। बर्खामा त यति गाह्रो छ कि यति गाह्रो। अब बच्चाहरूलाई नास्ता पनि बनाइदिनु खानु पर्यो, आफूले पनि खानु पर्यो होइन। अब फेरि घाँस दाउरातिर जानुपर्छ। अब उठेर खाना खाएर मात्र भएन साथीहरू। अब के गर्नु हो। अब गाईहरूलाई घाँस काटिदिनु पर्यो। अझ गोबर फाल्नु बाँकी छ। काम त कति हो। यो प्लास्टिकबाट सल्काउँछु। आगो सल्काउने तरिका साथीहरू। यसरी पो त। यो चाहिँ मैले ग्यास बाल्दैछु है। ग्यास बिना पैसाको ग्यास बाल्दैछु साथीहरू। ग्यास बाल्ने भए चाहिँ अब पैसा लाग्दैन। यो दाउरा बाल्ने बेला चाहिँ पैसा लाग्छ। अनि त्यसैले म चाहिँ दाउरा बाल्दैछु। ल
के भइरहेछ यहाँ अरे बाबा रे अरे पापा रे ऐसा लगता है तुम्हारा यहाँ आके साल किन लागेको छ ऐसा बात नहीं करता है तुम हो गया नहीं हो गया एकदम दामीले सल्किन्छ कि साथीहरू प्लास्टिकबाट अनि मजा प्लास्टिक चाहिँ खेर पाल्दैन एकदम सम्हालेर राख्छु के आफ्नो मायाले दिएको पोको चिनो जस्तै सम्हालेर राख्छु किनभने एकदम सजिलो हुन्छ आगो बिना त मान्छे बाँच्नै सकिँदैन होइन केमा पकाएर खाने अब यहाँ चाहिँ घरको जङ्गलमा एक्लै छ माग्नु जानुभन्दा पनि कहाँ जानु पुरै गाह्रो छ हो गाह्रो छ अनि त्यसैले चाहिँ एकदम सम्हालेर राख्ने गरिन्छ आमा अयो दाउरा पनि खतरा ठुल्ठुला दाउरा छ टुटुल साथीहरू हाम्रो पुरी रोटी डोको पनि क्या ठ्याक्कै आएको है मेरो छोरी 1 वर्ष हुँदाको चाहिँ आफ्नो बाजेले दिनुभएको है बारेको हाम्रो बाजेले उसको चाहिँ जिजी पर्छ साथीहरू पुरी चाहिँ यो खानु लाग्छ नास्ता चाहिँ आगो सल्काएको चाहिँ यति डन्डने राह भइसक्यो साथीहरू चिसो हुन्छ नि त अनि चिसो हुन्छ हामीले यसरी तताएर खान्छौँ कि यसरी ततायो भने चाहिँ भर्खर बनाएको जस्तो हुन्छ यो चाहिँ हिजो बनाएको है हिजो तलतिर गयो यो के हो यस्तोहरू पनि बनाउने पो चलन छ त हाम्रो त यस्तो डल्ला डुल्ली मोटिङ्गरा होइन अनि यसरी तताएर खाएर चाहिँ एकदम कलो तातो तातो हुन्छ साथीहरू हाम्रो पुरी साउने सङ्क्रान्तिमा मनाइन्छ होइन अब अरूतिर त सेलरोटीहरू बनाउँछ नि त हाम्रोतिर त यस्तो चल्छ के सबै सेलरोटी चाहिँ बनाउनु नै आउँदैन होइन ले चाहिँ चाखेको पनि छैन अनि हाम्रो बाह्रैमासै चल्ने रोटी एकदम मजाले तातिरहेको छ साथीहरू यति राम्रोसँग तातिन्छ कि यति राम्रोसँग त्यो भित्र लुकेको तेलहरू पनि निस्किन्छ क्या कस्तो राह भएको के आगो चाहिँ एकदम तातो भइरहेको छ नि त सेक्न पनि होइन यसरी तताएर खाँदा चाहिँ बहुत मिठो हुन्छ कि साथीहरू बहुत मिठो हुन्छ अब यति धेरै छ यो हुँदा हुँदा पनि अरू के पकाउनु यही तताउँदै खाँदै गर्ने हो कि साथीहरू गाई बानीहरू पनि यही खान्छु म चाहिँ वाउ डरिसक्यो हौ नानी नबनाउनु के अब साँझ पनि फेरि यही तताएर खाने हुन्छ होइन नास्ता यसै हाम्रो नास्ता सुरु हुँदैछ साथीहरू क्या मिठो हो मिठो लागेको छ पुरी पनि भनिन्छ हाम्रोतिर चिल्ली रोटी पनि भनिन्छ अनि फुर्सी रोटी पनि हुन्छ तर हाम्रो चाहिँ सङ्क्रान्तिमा चाहिँ यही बनाउने चलन छ साथीहरू बनाउने तर मैले भ्याएन भिडियोहरू बनाउन नास्ता अब फेरि लाग्ने हुन्छ बारीतिर हजुरले खानु भएन नास्ता यतिखेरसम्म त पक्कै पनि खाएर बसिराख्नु भएको होला होइन अब यतिखेरसम्म त बिना नास्ता बस्नु कुरै पनि भएन अनि कसैलाई चाहिँ फुर्सद नभएको टाइममा चाहिँ कतै गएर चाहिँ नखाएर पनि हिँडिराख्नु भएको होला हामीले चाहिँ आमा छोरीले चाहिँ टक्क लागेर खाँदैछौँ होइन आज चाहिँ मेरो नानीको पनि किनभने शनिबार बिदा छ नि त त्यही भएर मसँग बस्नु पाएको छ आज चाहिँ मैले चाहिँ यिनलाई चाहिँ गोठालो लग्छु आज मेरो सिक्युरिटी नानी जान्छ होइन नास्ता सास्ता खाएर साथीहरू बारीतिर पनि छिरेको अब चाहिँ यता चाहिँ घाँस काटेर फेरि आफूले त नास्ता गऱ्यो भाइलाई पनि नास्ता दिनु पर्यो होइन यो मेरो घाँस पनि अति नै लामो लामो भएको छ आहा यस्तो पो छ यो चाहिँ अलिक छोटो भएको छ अलिक मर्न भएको होइन अलिक छोटो नै छ कति
पैसा पनि लाग्दैन थियो मासु काट्ने भए त खुब लाग्दैन हात काट्ने भयो त्यो घाँस काट्ने बेला त लाग्दैन के भएको यस्तो घाँसले पनि नि कति छोटो घाँस छ कि मुठा पनि बाँध्नु पर्यो यस्तो हुन्छ कि भने किन निस्किन्छ जाँदैछु घाँस काट्दा काट्दा एकदम पानी ठुलो पर्यो होइन बिहान चाहिँ मौसम चाहिँ ठिकै थियो मैले के काम गर्दा गर्दै एकदमै पानी परिरहेको छ साथी र अहिले पनि परिरहेको नै छ अब यो चाहिँ बाख्राहरूलाई दिनुपर्छ अनि उता गाईहरूलाई पनि दिनुपर्ने हुनेछ साथीहरू अब जाँदैछु हे बर्खा मासमा गाह्रो छ अहिले खाँदैछन् साथीहरू गाईहरूले यति खतराको घाँस छ कि मान्छेले नै खाने जस्तो घाँस छ कि कृषिको घाँस छ साथीहरू अब चाहिँ यिनीहरूलाई दिएर चाहिँ म चाहिँ भाङ्गो कुट्नु पर्ने हुन्छ कि अब उ गर्ने हुन्छ सुत्ने हुन्छ साथीहरू पानी पनि बच्चाले परिरहेको छ कि एकदम कस्तो हो पानी परे हो म त बर्बादै भए पानी परेको देखेर त म त हुक्किहालेँ साथीहरू हुक्केर पनि बक्कै परेर छक्कै भयो अब कसरी जाने हो अगाडि आउने बेला त आइयो ल खाँदैछन् यता पनि बाख्राहरूले म चाहिँ अब डुगुर्नु पर्ने हुन्छ डुगुर्नु पर्ने हुन्छ म चाहिँ जाँदैछु पानी पनि खतरा परिरहेको छ घाँस काटेर आएर पनि गाईहरू बनाएर म चाहिँ यता बासी भात दिँदैछु हतार होइन अब अझैला हुनसक्यो खाना पनि कति खरा पकाउनु अनि आज चाहिँ यो यति बासी भात खाएर चाहिँ यहाँ एउटा चाउचाउ छ आमा छोरीको लागि होइन तन्नै पुग्यो होला सायद अनि हामी चाहिँ गोठालो जानेछौँ साथीहरू यता चाहिँ भात पनि अब रेडी हुँदैछ रेडी भइसक्यो म चाहिँ चाउचाउ पकाएको साथीहरू यता चाउचाउ पनि रेडी भइसक्यो अब चाहिँ चाउचाउ बासी भात खाने होइन बिहान रोटी पनि तन्न खाएको अनि के गर्नु साथीहरू त्यो रोटी चाहिँ यता मेरो छोरी पल्टिया छ कि सबै कुकुरलाई दिइसकेको छ कि अब त्यही कुकुरको पेटबाट निकालेर खानुपर्छ ल तिमीले कुकुरलाई पनि दिनु त दिने हो नदिने कुरा होइन तर एक दुई पाटा दिएर आफूले राख्नुपर्छ नि त्यो फेरि हाम्रो कुकुर पनि होइन साथीहरू त्यो चाहिँ तल्लोतिरको कुकुर हो बेसी माया गर्छ नि त पुनुले कुकुरलाई अब हामीले चाहिँ भात खान्छौँ हामीले चाहिँ अब रेडी बनाएर चाहिँ खाने भाग बन्दा लगाइसक्यो होइन लौ यसरी खानु पर्यो के गर्ने खर्च सर्च पनि छैनन् अब तल घर र तल जान नि पाउँदैन अब यस्तो बनाएर भने आजको दिन काट्नु पर्यो साँझतिर चाहिँ आइपुग्छ होला हाम्रो खर्च सायद म खान्छु नि त यस्तो पो छ त साथीहरू अम्मामा बुटका पनि के खतरा हो कुकुरलाई दिँदा पनि खान्न कि के हो यो बुटको दामामा दामी थो दामी के गर्नु मान्छे त जेमा भयो भने खाएर बानी परेको जहाँ भयो भने बसेर होइन यस्तो गोठ घर काप्च्या कुप्चीमा होइन यति गाह्रो छ कि सरसफाइ गर्न त गरिन्छ तै पनि भ्याउँदै भ्याएन क्या साथीहरू अब चाहिँ म चाहिँ खाना सुरु गर्छु मिठो भएको छ क्या त्यो चाउचाउको सुपले गर्दा चाहिँ फाइनली साथीहरू हामीले चाहिँ खानासाना खाएर सबै काम भ्याएर फेरि यता गोठालो जान लाग्छौँ साथीहरू पानी बल्ल बल्ल 2:30 बजे 3 बजेतिर बिरो हुन लागेको छ साथीहरू यस्तो
भिरतिर चढ्ने भन्छन् कि साथीहरू त्यही पनि यदि कुहिरो ढुमुक्कै भइसकेको छ कि पुरै कुहिरोले तल खोलादेखि माथि पानी बोकेर लिँदैछ फेरि पनि पर्न सक्छ अझै अनि छोरी पनि जान्छु भन्छन् नजाऊ यतै बस्छ भन्दा पनि आज एक दिन हो शनिबारको दिन म पनि मम्मीलाई सघाउँछु भनेर जाँदैछ साथीहरू अब कति जुगाले खाने हो कति मैले फालिदिनु पर्ने हो यत्रो कति ठुलो डेङ्ना हो फेरि त्यो अलि सानो सानो डेङ्ना भए पनि हुने अब आजको दिन चाहिँ म चाहिँ बस्छु नानीले चाहिँ एकदमसँग के गर्छन् गाई गला बस्छन् होइन तिमी गाई गला बस्छौ नि मेरो नानी पढ्ने स्कुल चाहिँ तल छ साथीहरू त्यो चाहिँ 3 क्लाससम्म छ भर्खर मेरो नानी चाहिँ 1 मा गएको छ गाउँघरमा होइन उमेरले त 2 मा जाने भइसकेको छ तर पनि भर्खर 1 मा छ है बड्डी बाख्राहरू पनि मर्न लाग्छन् ठात्रा नाठौत्र कुन भाडा बजाउँछन् त कुनै थाहा छैन हान्देऊ त ए बल्ल अलिअलि सफा भइसकेको छ साथीहरू अहिले त्यो पनि पुरै कुहिरोले घेरेको छ हजुर चिया हो आजकल चिया उम्रदैन कि लास्ट त साउनतिर 28-29 गतेतिर साउनतिर उम्रन्छ हो लाती मेरो नानी पनि मसँग गोठालो बस्ने भइसकेको छ साथीहरू पहिलाको जमाना जस्तो भए त काम साम गर्ने गोठालो बस्ने हुन्थ्यो तर अहिलेको जमानामा त पढाउनु पर्यो होइन त्यही हो साथीहरू यतिखेरसम्म हाम्रो आमा छोरीको भिडियो हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु र आजको मेरो भिडियोलाई यही गोठालोको सुरुवातबाट अन्त्य गर्न चाहन्छु र अर्को भिडियोमा हाम्रो भेट अवश्य नै हुनेछ भन्दै म पनि छुट्टे बाई बाई।